है गाइस, म चाहिँ भक्तपुर सूर्यविनायक चोकबाट गुन्डु गएँ। गाडी पर्खेको, गाडी आएन, त्यही भएर म लेफ्ट राइट 15 मिनटमा ठ्याक्कै गुन्डु डाँडामा आइपुग्ने रहेछ। अब यहाँबाट म करिब 5 मिनटमा पुगिन्छ होला। अस्ति ठाउँमा दुर्घटना भएको थियो, अस्ति होलीको दिन। गाउँ पनि पाकिसकेको छ। काठमाडौँ ओल्ड स्कुलको गेटमा आइपुगेको छौँ। अब मेरो लोकेसनमा लगभग आइपुगिसक्यो। बस अहिलेसम्म आएको छैन। बसले पर्खेर बस्यो भने अलिक ढिलो हुने रहेछ। म यति हिँडेर आउँदैसम्म अहिलेसम्म बस आइपुगेको छैन। गाउँबारीहरू हिँड्नु त डरलाग्छ। ठ्याक्कै मेरो लोकेसनमा आइपुग्यो। अब म किन आएको भनेर चाहिँ तपाईँहरूलाई यही भिडियो मार्फत देखाउँछु। गाडी आएर नयाँ वर्षको खासी रेडी पर्नको लागि हामीले चाहिँ यहाँ पानी तताएर